गर्दाखेरि एउटा बम्परमा आएको जस्तो तपाईँहरूलाई अनुभव हुन्छ होला। यद्यपि विशेष गरेर यो मगरजुङ क्षेत्रमा यो जुन चाहिँ क्लब छ सञ्जीवनी क्लब, सञ्जीवनी संस्था, यो संस्थाले 50 वर्ष यो संस्था पुग्नु भनेको चाहिँ सानो कुरा होइन नि। एउटा सानो गाउँको संस्था 50 वर्ष पुग्नु चाहिँ सानो कुरो होइन। अनि 50 वर्षको इतिहास रचिसकेको संस्थाका जति पनि तपाईँहरू यहाँनिर उपस्थित हुनुहुन्छ, हाम्रो सञ्जीवनी क्लबका पदाधिकारीगण, त्यसै प्रकारले मगरजुङका सम्पूर्ण वासीलाई तपाईँलाई म प्रथमै धन्यवाद दिन चाहन्छु। हाम्रो काठमाडौँ डिस्ट्रिक्ट टुरिज्म वेलफेयर सोसाइटीको पक्षमा हामी सम्पूर्ण टिम हजुरहरूप्रति आभार प्रकट गर्न चाहन्छौँ। यहाँले हामीलाई यो तपाईँहरूको सुन्दर अवसरमा निमन्त्रणा मात्र दिनु भएन, तर यहाँनिर बोलाइकन धेरै सम्मान पनि गर्नुभयो। हामी यो क्षणलाई सधैँ सम्झनेछौँ। अनि यो समयमा मैले यो 50 वर्षको इतिहास रचिसकेको संस्थाको निम्ति 5 मिनटमा बोल्नु सायद म धेरै कुराहरू बोल्नु सक्दिनँ, यद्यपि म कोसिस गर्न चाहन्छु। मगरजुङको बारेमा मैले धेरै सुनेको थिएँ, विशेष गरेर हामी यहाँ बसन्ज्यू जो हाम्रो संस्थाको एकजना कर्मठ सदस्य हुनुहुन्छ, संस्थाको जहीँ पनि कार्यक्रम हुन्छ यहाँ उपस्थित हुनुहुन्छ। अनि त्यस्तै प्रकारले अन्य प्रियहरू जो हामीसँग यो टुरिज्मसँग आबद्ध रहेको कारणले गर्दा अघिबाट हामी चित परिचित छौँ, एउटा संस्थामा नभए तापनि। यद्यपि हामी यहाँनिर चाहिँ आउन सकेका छैनौँ। आज हामीलाई यो अवसर दिनुभयो। अनि मगरजुङको क्षेत्र साँच्चै नै हामीलाई सुन्दर लागेको छ। अनि यहाँनिर पर्यटन विषयमा चाहिँ धेरै कार्यहरू हुनसक्छ भन्ने यो कुरा पनि हामीले आज बुझ्न सकेका छौँ। भविष्यको दिनमा हामीले यो ठाउँमा पर्यटकहरूलाई पठाउन सक्छौँ। अनि हामीले यो ठाउँमा गएर चाहिँ तपाईँले के हेर्नु के देख्नु यो विषयहरूमा भन्न सक्छौँ भन्ने कुरा हामी बुझ्न सक्छौँ। अनि त्यो गाउँका मान्छेहरूको पारदर्शिता हामी यहाँनिर बुझ्न सक्छौँ। अनि यी सबै कुराहरूको निम्ति केडिटिडब्ल्युएसको पक्षबाट म तपाईँलाई हार्दिक धन्यवाद बधाई पनि दिन्छु। तपाईँले जुन प्रकारले आफ्नो गाउँलाई अघि बढाइरहनु भएको छ यसको निम्ति म तपाईँलाई धन्यवाद भन्न चाहन्छु। 50 वर्ष चाहिँ धेरै लामो समय हो। एउटा जेनेरेसन नै त्यहाँनिर कहिलेकाहीँ मिटेर गएको यो कुरा पनि हामी बुझ्न सक्छौँ। र पनि एउटा सानो ठाउँमा एउटा सानो क्लब बाँचेर बस्नु भनेको चाहिँ ठुलो छ। यसले यो कुरा दर्शाउँछ, यो कुरा पनि दर्शाउँछ तपाईँहरू एका अर्कासँग मेलमिलापमा बस्नुहुन्छ, यो कुरा पनि दर्शाउँछ तपाईँहरूले एका अर्कासँग सुखमा दुःखमा उहाँहरूको विभिन्न प्रकारका समयमा तपाईँहरू सामेल हुनुहुन्छ भनेर